भ्यू हेर्नु केटा आमामा लभली छ होला है मलाई पछाडिबाट म त मर्छु नि आमामा यतिको हुनु आजको यात्रामा साथ दिनको लागि स्टेप धेरै कुराहरू प्लान गरेछु होइन क्याडा फेरि प्लानमा चेन्ज आइसक्यो होइन अब चाहिँ फेरि हेलो केटा म आइसकेछु फेरि होइन नयाँ भ्लग लिएर आज चाहिँ नयाँ दिन नयाँ भ्लग नयाँ कुराहरू के हुन्छ हेर्दै जाम होइन सो म उठिसकेँ उठेर पनि अब सबै कुरा गरेर रेडी भइसक्यो रेडी भएको देखाउन पाइनँ होइन ठिकै छ अब केही भएन त्यो पनि होइन तर अब भ्लग स्टार्ट भइसक्यो म लुगालाई रेडी भइसक्यो अब बाहिर निस्किन लगाएको हामी अब आज कता गइन्छ के गरिन्छ हेर्दै जाम है त अझै प्लान भएन बाटोमा जाँदै प्लान हुन्छ है त ओके लेट्स सी यु गाइज दिस इज मी लेट्स गो गाइज अब हामी जाँदैछौँ पहिला डाउनटाउन जान्छौँ डाउनटाउन गइसकेपछि थाहा हुन्छ अब कहाँ जाने के गर्ने भनेर मैले त आइस स्केटिङ खेलौँ भनिरहेको छु लास्ट खेल्न मन लागिरहेको छ तर साथीले मान्दैन जस्तो छ त्यही पनि है लेट्स सी मैले पकाउँछु आजको यात्रामा साथ दिनको लागि साथी आइसकेको छ यता देखाइदियो त म अनमोल साथी आइसकेको छ नि त होइन आज अनमोल साथीसँग यात्रा गर्दैछु म होइन यो यात्रा कहाँसम्म जान्छ कस्तो जान्छ सफल हुन्छ कि असफल हुन्छ हेर्दै जाम होइन अब प्लान अझै बनेको छैन हेरौँ के हुन्छ के प्लान बन्छ यहाँ बस अहिले आएन बस नआइसकेपछि म हिँड्दै गइरहेको छु होइन स्टेसनसम्म तर आजको मौसम पनि बवाल छ क्या मौसम पनि बवाल भयो सो मलाई हिँड्न नि मन लाग्यो क्या मौसम होइन क्या दामी छ मौसम कि आएर त मौसम छैन त ब्याकग्राउन्डबाट पहाडबाट देखाउँछु ल वेदर हेर न केटा हो हिउँ पनि गल्न थालिसक्यो हिउँ पनि पग्लिन थालिसक्यो सो दामी वेदर छ क्या लभली वेदर होइन यतिको वेदर सधैँ भयो भने त मजा आउँथ्यो क्या के भने चिसो हुन्छ अब समर सिटी आउँदैछ समरमा मजा आउँछ जस्तो लागिरहेछ सो सुरुमा चाहिँ हामी कफी खान जान्छौँ कफी खानु पऱ्यो होइन मिठो कफी त्यसपछि बिहान कफी खाइसक्यो उठेर खानु त त्यही पनि फेरि एउटा कफी खाइदिउँ न होइन कफी खाने पहिला अनि त्यसपछि तिमीले के खान्छौ भोक लाग्यो भने तिमीले यता स्कुल भयो यतातिरको स्कुल यस्तो हुन्छ बच्चाहरू खेलिरहने यसरी फिल्म त भिडियो त गर्न पाउँछ भने फेरि प्लानमा चेन्ज आइसक्यो होइन अब चाहिँ फेरि के भनौँ यार अब हामी जान लाग्यो अब यता आरसी हेरिस भन्ने ठाउँमा सो नजिकै छ हाम्रो घरदेखि त्यो पनि ठाउँ राम्रै छ तर खासै त्यस्तो धेरै केही पनि छैन म त्यही पनि देखाउँछु राम्रो छ ठाउँ होइन जाऊँ न के छ र होइन सबै नयाँ ठाउँ भन्दा नि पुरानै ठाउँ हो त्यही पनि अब घर बस्न अल्छी लाग्यो नि त घर बस्दै के गर्ने होइन सबै कुरा गरिसक्यो अब 1-2 घन्टा बाहिर डुल्ने अनि फेरि आउने त्यो गरेर रमाइलो हुन्छ नि त जाउँ है दादासँग म अहिले बाटोमा छु बस कुद्न जानु पऱ्यो पहिला सुरु चाहिँ अनि बस कुदिसकेपछि चाहिँ अनि बल्ल हामी जाने है बस कुन ठाउँ यहाँ हो अब हरियो चल्छ फेरि यहाँ त्यही प्रब्लम त्यो छ चुरोट खाए जस्तै धुवा आउँछ यार चुरोट चाहिँ खाँदिनँ म खाँदा त तर चुरोट खाए जस्तै धुवा आउँदो रहेछ हामी बसबाट रेलबाट झरिसक्यौँ केपिओलीको रेलबाट केपिओलीको रेल यही छ कहाँ गयो रेल केपिओलीको रेल अब रेल भन्दैन होला स्ट्रिट कार भन्छ ट्राम्प भन्छ तर केपिओलीको लागि रेलै हो केपिओलीले बनाएको सो झरिसक्यौँ हामी जाँदैछौँ दामी भ्यू छ भ्यू त बवालै छ त्यहाँदेखि बवालै देखिन्छ म देखाउँछु भ्यू होइन सो हो हेर न मौसम पनि कस्तो टल्किरहेको छ होइन चिसो छ कस्तो टल्किरहेको क्या कस्तो दामी के कस्तो टल्किरहेको हो कि यस्तै हुनुपर्छ क्या भएपछि फेरि होइन मजा आउँछ अब है आइसक्यौँ हामी अलमोस्ट पुगिसक्यौँ अनि म देखाउँछु खासै जान्दैन यो टाइममा मान्छेहरू जान्दैन तर हामी अब बेरोजगार होइन आज बिदाको दिन के घर बसेर गर्ने कुराहरू गरियो होइन बाहिर नि यसो अलिअलि एक्सप्लोर हान्ने 1-2 घन्टा भनेर यसो फ्रेस हुन निस्केको है त सो हामी फ्रेस हुन्छौँ अनि त्यसपछि हामी लाग्छौँ म देखाउँछु भ्यू अब हेर एउटा भ्यू कस्तो छ तल हेर लेक पुरै देखिरहेको छ होइन समुद्र जस्तै लेक देखिरहेको छ दामी छ क्या एरिया चाहिँ है यताको यो वाटर ट्रिटमेन्ट प्लान्ट जस्तै हो होइन पानी सफा गर्ने पानी केही होला नि त होइन यस्तै हो बाटोको बिचमा किन हिँडिरहेको नि बाटोको साइडमा हिँडौँ न होइन बिचबाट नहिँडौँ गाडीहरू आउन सक्छ हामी सभ्य नागरिक होइन राम्रो नागरिक होइन सो हामी पनि नेपालमा आएर राम्रो गर्छौँ नेपालमा राम्रो गर्थेँ मैले म नेपालमा ट्राफिक लाइट थिएन ट्राफिक लाइट फलो गर्थेँ मैले भएको भए थिएन होइन र केही छैन नेपालमा पनि मैले राम्रै गर्थेँ खै भ्यू साइड लाग न छेक्यो के अगाडि देखिरह होला भ्यू होइन लभली भ्यू छ नि होइन हेर त केटा लेकको उसमा भ्यू होइन समरमा आउने यहाँ पनि आउने समरमा होइन स्केटबोर्ड लिएर टक्क लगाएर आउनुपर्छ यहाँ समरमा मजा आउँछ नि सो होइन जाँदैछौँ हामी यो ठाउँमा नआएको पनि धेरै भयो यार म अलमोस्ट 2 years पछि नै आएँ क्या सायद है म आउने 2023 मा आएको थिएँ एक्चुअली 2023 को
डिसेम्बर अक्टोबरतिर आएको थिएँ। सो त्यति बेला आएको थिएँ, त्यति बेला रमाइलो थियो, चिसो थिएन यस्तो त्यति बेला। अहिले त लभली देखिरहेको हेर्नु केटा, लेक देखेँ होइन लभली यस्तो छ साइडतिर होइन। जाँदैछौँ हामी हाम्रो यात्रामा। कुकुर रहेछ, हामी आइसक्यौँ। फेरि कुकुर छ कहाँतिर, कुकुरसँग फेरि एक्सट्रिम डर लाग्छ होइन। मन चाहिँ पर्छ कुकुरहरू मलाई, तर डर चाहिँ लाग्छ। यस्तो राम्रो छ। लेकमा आइसक्यो हो। आइस त जमाएर हिँड्छ यहाँ, पग्लिसकेछ आइस। यस्तो दामी छ क्या ठाउँ हेर्नु, कस्तो राम्रो कुकुर छ यहाँ। बल खेल्दै आइरहेछ कुकुर, बल खेल्दै बल दिँदै आइरहेछ। कस्तो राम्रो बल छ क्या उसँग, बल क्याच गरिरहेछ कुकुरले। अनि थुप फालेर गयो। सम्हालेर हिँड्नुमा यहाँ अहिले खस्यो भने फेरि तनाव हुन्थ्यो। यो चिसो पानीमा खस्यो भने त है नढकाल है मलाई पछाडिबाट, म त मर्छु नि फेरि यार। पौडी खेल्नु समरमा हामी हरि पौडी खेल्नुपर्छ है त केटा। हेर त आइस जमेको, ओए आइस हेर त केटा, लभली देखिरहेको छ। भ्यू हेर न केटा, यो भ्यूमा यो अनि भ्यू जानु कमेन्ट गर्नु पऱ्यो है। भ्यू हो यहाँ आएर बस्दा कम्ता हान्दा आउँछ। समरमा मजा आउँछ कि, यो त विन्टर हो, विन्टरमा त अलिअलि होइन हुन्छ, तर समरमा लभली मजा आउँछ। अलि ग्लोभ्स लगाइरहेको छु, मोबाइल राम्रोसँग क्याच भएन, खस्यो भने फेरि जान्छ मेरो फोन होइन। भिडियो ब्लग्स लगे हेर्नुहुन्छ फेरि। चिप मान्छे चिप भइसकेपछि फोन पनि चिपै हुन्छ नि होइन। यस्तो दामी गर्ने यो ठ्याक्कै फेरि लेकको पारी चाहिँ अमेरिका छ ल। लेकको पारी चाहिँ अमेरिका छ है। यो चाहिँ हामी लेक वारी छौँ, लेक वारी चाहिँ युएसए। अब म चाहिँ नेपाली पऱ्यो अमेरिका भन्छु नि त। सो लेकको वारी चाहिँ क्यानाडा हो, लेकको पारी चाहिँ युएसए छ। यहाँबाट देखिन्छ नि लेक भयङ्कर ठुलो छ, एउटा परदेश हुन्छ नि, परदेश जत्रै छ क्या लेक। अनि देखेछ नि लभली। त्यो खै के हो, खै आई डोन्ट नो, केही होला होइन, कलाकृति चित्रकला होइन, केही चाहिँ होला नि त होइन। केही मिनिङ के लेखेर आएछ, TI समथिङ केही होला होइन। छोडिदिउँ जेसुकै भयो नि त, राम्रै बनाएर जसले बनाए पनि खासमा बनाएको चाहिँ मैले हो। कस्तो दामी कि होइन, हेर न लभली छैन त। अहिले उता माथि पनि जानुपर्छ, माथि पनि दामी ठाउँ छ होइन। त्यहाँ माथि गएर पनि बस्ने होइन। यो केटा सरिया हुनुहुन्छ, सरलाई चिसो भएर फेरि म त फेरि चिसो मान्दिनँ नि केही पनि। चिसो मलाई नि हुन्छ र म फुल्ली प्रिपेयर भएर आउँछु क्या, त्यो हो होइन। सिकान नाकबाट सिकान झरेको है, झराएन है, नाकबाट सिकान झराएन। तर ठिक छ, लभली देखिरहेको भ्यू हेर्नु केटा। मन त यहाँ आइसकेपछि मन होइन कस्तो हुन्छ क्या, हल्का हुन्छ क्या मन। यही हेरेर बसिराख्न मन लाग्छ क्या मलाई चाहिँ है। तिमीहरू लाग्छ कि लाग्दैन, तिमीहरूलाई कस्तो लागिरहेछ भिडियोमा देखेर त्यो पनि भन केटा है मलाई है केटाहरू। तर लभली छ क्या ठाउँ है। घाम पनि दामी आज, घाम पनि सनसेट पनि हेर, लभली सनसेट लागेको छैन त, बवाल छ नि है। यस्तै धेरै कुराहरू प्लान गरेछु होइन। क्यानाडामा बस्ने, के गर्ने, क्यानाडामा के गर्ने होइन। सो त्यो कुराहरू भयो भने भयो, भएन भने ठिकै छ। नेपाल फर्किउँला नि, मेरो देश प्यारो देश नेपाल छ। मेरो प्यारो गाउँठाउँ नेपाल अलरेडी छ होइन। अनि मेरो प्यारो मम्मी बाबाहरू पनि त्यही हुन्छ। सो त्यहाँ पनि जान सक्छु कि त अस्ट्रेलिया मेबी, लेट्स सी होइन फ्युचरमा के हुन्छ। सोचेको कुराहरू पुरा भयो भने ठिकै छ, यहाँ बस्छु, भएन भने अरू धेरै अप्सनहरू छ, एक्सप्लोर गरौँला होइन। लाइफ छँदैछ यत्रो धेरै, त्यही हो। यहाँ यसो दुःख सुखको कुरा अलिअलि गरेँ होइन साथी र म। यस्तो दामी तर होइन, आँखामा ठ्याक्कै सनसेट परिरहेको, कस्तो मजा आइरहेछ क्या। जेस म पहाडी पनि देखाउँछु, पहाडी पनि लभली छ क्या। हेर्नु केटा, पारी डाउनटाउन देखिरहेन थियो, यहाँ फ्रन्ट क्यामेराबाट देखिरहेको छैन होला, तर म देखाउँछु ब्याक क्यामेराबाट है त। देखिरहेको उहाँ डाउनटाउन केटा देखिरहेको छ। यो चाहिँ बिच हो होइन। समरमा चाहिँ यहाँ लभली भिड हुन्छ होइन। समरमा पनि आउनुपर्छ, म देखाउँछु समरमा के हुन्छ कस्तो हुन्छ। लेक हेर, लेकको भ्यू पारी दामी छ। सो अब यो चाहिँ यहीँ सक्यो, अब अर्को साइड जाऊँ ल हामी। अर्को साइड पनि दामी छ, अर्को साइड चाहिँ ठ्याक्कै यसको पारिपट्टि छ अर्को साइड। सो यो चाहिँ वाटर ट्रिटमेन्ट प्लान्ट हो होइन। अर्को साइड जानु थालेको, अर्को साइड पनि दामी छ, लभली छ। अर्को साइड पनि झन् दामी नै छ भन्दा यहाँ योभन्दा चाहिँ अलिक दामी नै छ पारी पनि। सो पारी पनि जाऊँ होइन। पारी पनि गएर बस्ने ठाउँ जस्तो ग्रासहरू छ। ग्रास त चिसै भइरह होला, त्यही पनि लेट्स सी के छ होइन। स्टोनहरू पनि छ होला। पारी पनि दामी ठाउँ छ, पारी जाऊँ। ट्याक्कै यसको यो पछाडिपट्टिको पारी छ क्या, वाटर ट्रिटमेन्ट प्लान्टको पारी। सो जाऊँ न त्यहाँ गएर बसौँ अनि एकछिन बसौँ होइन। सो हेरौँ, त्यही हेर्दै रमाइलो लाग्छ मलाई, हेर्नै रङ्ग लाग्छ, रमाइलो लाग्छ। नबोले पनि चुप्पलाई शान्त हुने। मतलब पनि यस्तो एउटा लेक या केही समुद्र हुनुपर्ने कि कम त मजा आउँथ्यो समरमा होइन। नेपालमा जे होस् जाडो भइराख्दैन नि त, जान कम त मजा आउँछ। सोच न केटा, सोच न एकचोटि दिमागमा यो सोच न, फिल गर न। अब म यहाँ छु, मैले चाहिँ फिल गरिरहेको छु होइन। तिमीहरूले भिडियो देखेर कतिको फिल गरे थाहा छैन, तर हुनुपर्ने हो क्या। भएको भए कम त मजा आउँथ्यो क्या। म त एभ्रिडे जान्थेँ होला। बल फाल्देऊ न, बल फाल्दै भनिरहेछ कुकुर, बल फाल्दै भनिरहेछ, बल टिप्दै फाल्दै गरेर
उछाइ पोर चाहिँ बल फाल्दै भनिरहेको गयो ए दामी बल फाल्दै भनिरहेको छ बल हात नसम्म त त्यो ग्लोभ्स चाहिँ उ गरे ग्लोभ्स चेन्ज गरे फेरि आएको कुकुर बल फाल्दै भनिरहेको छ नाइस रियली नाइस सिडी पनि है माथि हेर्न कस्तो दामी छ यहाँबाट झन् दामी देखिन्छ होला भ्यू ए यो हो नि केटा हो भ्यू के अनि आमा यतिको हुनुपर्ने के नेपालमा पनि एउटा यार सही मजा आउँथ्यो के दामी हेर्न जाति माथि जाँदैछौँ माथि गरेर अझै देखाउँछु अझै दामी देखिन्छ माथिबाट हेर्न केटा हो दामी देखेन ओइ लभली हेर त उहीँसम्म तर यो लेक है फेरि केटा कन्फ्युज भयो समुद्र सोच्ला होइन तर लेक हो यो लेक लेक यति भयङ्कर ठुलो छ होइन डेडली नै बिग छ क्या लेक चाहिँ बिग छ होइन सो समुद्र जस्तो देखिन्छ क्या यो पनि बिल्डिङहरू पनि कस्तो राम्रो बिल्डिङ छ क्या यो पनि यो दामी छ ठाउँ अब हामी उता माथि जान्छौँ त्यहाँ बस्ने ठाउँ जस्तो देखिरह नि त ग्रास सो त्यहाँ जान्छौँ त्यहाँ गएर यसो हेर्छौँ बस्छौँ अनि बसेर यसो भिडियो यहाँ नगेर ग्रासमा आइसक्यौँ यहाँबाट पनि दामी भ्यू हेर न भ्यू त खाएन त यो भ्यूले खायो नि आएर अलिअलि चिसो चिसो फिल भइरहेको तर ठिक छ त्यस्तो चिसो पनि छैन जस मजा आइरहेको अब म अगाडिको भ्यू हेर्दै एकछिन यसो गफ हान्छौँ अनि यसो जानु पर्ला नि त होइन तर मजा चाहिँ मजा आइरहेको छ है बस्यो हामी एकछिन होइन अनि बस्दा बस्दै अनि यसो गफसफ हानी अनि त्यसपछि अब फेरि तल जान थालेको तल गएर यसो अनि भिडियो गर्छु कस्तो कस्तो हुन्छ अनि त्यहाँ तल जाम लेकतिर अनि भिडियो गर्छु भिडियो गरेपछि के हुन्छ अनि त्यसपछि अरू त अनि हेर्दै जाउँला के हुन्छ के भइरहेको छ घर जान्छौँ के गर्छौँ थाहा छैन अलि ओह्रालो रहेछ सो है त्यो राम्रो छ ठाउँ राम्रो छ कि छैन कमेन्टमा लेखाला सबले कमेन्टमा कमेन्ट गर्नु पऱ्यो होइन साथ सपोर्ट देखाउनु पऱ्यो म भ्लग हालिरहेको हुन्छु जस्तो जस्तो भए पनि है हाल्छु म भ्लग बिस्तारै बिस्तारै होइन के छ कस्तो छ कमेन्टमा लेख्नु पऱ्यो राम्रो छ कि छैन भन्नु पऱ्यो नि सबै होइन बल्ल पो थाहा हुन्छ मलाई सो हामी तल जाँदैछौँ है त हामी तल आइसक्यौँ तल पनि दामी छ है ओए सनसेट पनि दामी होइन माथि त्यहाँ के रकेट जस्तो के उडेर थाहा पनि त्यहाँ पारी देखिरह होला होइन रकेट त होइन होला प्लेन चाहिँ होला सो प्लेन जस्तो उडिरहेको छ यता पनि दामी देखिरहेको ठाउँ पारी छ भने होइन लेक हो है फेरि समुद्र चाहिँ होइन लेक है त फेरि हो जाँदैछौँ त्यहाँ होइन त्यहाँ बसेर एकछिन भिडियो बनाउँछौँ अनि भिडियो बनाउँछु म होइन बनाउँछौँ त्यहाँ भिडियो बनाउँछौँ त्यसरी जानुपर्छ हामी घर Living young and wild and free है बोट जस्तो देखिरहेको छ खाल्टो रहेछ बोटै होला यार यो बोट हो कि खाल्टो हो के हो बोट जस्तो बनाएको हो यहाँ समरमा बस्नु होला क्या तल मुनि आएर है त्यो लेक चाहिँ जमेको हुन्थ्यो अरू बेला खै आज चाहिँ जमेर रहन्छ ढिला आयौँ क्या हामी त्यही भएर होइन तर लेक चाहिँ जमेको रहन्छ ठिकै छ के भयो झन् राम्रो भयो लेक नजमेर कस्तो साउन्ड सुन न केटा हो फर्लङ साउन्ड कस्तो दामी छ क्या एक टाइम ल्यास बनाउनु हुन्थ्यो कि जाउँ अब ल अब हामी चाहिँ यहाँबाट बिदाबारी हुन्छ मलाई होइन सो बिदाबारी हुनुपर्ने यहाँबाट अब घर जान्छौँ चिसो पनि भयो चिसो हुँदैछ जे होस् होइन अलिअलि चिसो हुँदैछ जानु पऱ्यो यहाँबाट राम्रै छ ठाउँ राम्रो लाग्यो कस्तो लाग्यो कमेन्टमा भन्नु पऱ्यो सबलाई राम्रो लाग्यो मलाई चाहिँ अब जान्छौँ यहाँबाट गएर टक्क घर जाने अनि एडिट गर्छु बस्छु खान्छु अनि के गर्छु म घरबाट एडिट गर्छु